हेलो गाइस, अब बल्ल बल्ल बिहानको दिउँसोको 3 बजीदेखि ड्युटी आएर अनि बिहानको 2 बजी भर्खरै छुट्टी भयो। 10 घन्टा काम गरेर छुट्टी भएको। अनि म अब चाहिँ बर्खा चाहिँ के भन्छ ड्युटीबाट अब रुम जाने तयारी हुँदैछ है। अनि जाँदैछु ड्युटी होइन। मेरो नयाँ मैले खोलेको नयाँ फेसबुक पेजमा मेरो यो भिडियोमा लाइक कमेन्ट कस्तो लाग्छ होइन, हेरेर लाइक कमेन्ट गरिदिनुहोस् होला तपाईँहरूले होइन। साह्रै खासै त बनाउनु आउँदैन होइन, हल्का अब ट्राई गरेको। अनि यसो के कसो हुन्छ होइन बनाइदिनुहोस्। यहाँ चाहिँ अहिले नाइटमा चाहिँ अलिक चिसो चिसो हुन्छ होइन। दिउँसो चाहिँ घामले गर्दा यहाँ चाहिँ 45 डिग्री सेल्सियस घाम हुन्छ। त्यही कारणले दिउँसो चाहिँ सकिँदैन है। 3 बजी ड्युटी आउँदा चाहिँ आँखा बन्द जस्तो आँखा क्लोज गरेर आउनुपर्छ। त्यही कारणले दिउँसो चाहिँ भिडियो बनाउनु साह्रै मन लाग्दैन घामले गर्दा। त्यही कारणले बेलुका यसो होइन बनाउँदै अनि यहाँ हाम्रो साथी चाहिँ यहाँ यस्तो ओ सुजन के सुनेको त्यसो र साथीको मेसेज हो। मेरो नयाँ फेसबुक पेजको भिडियोमा केही त बोलिदियो यार। हेलो गाइस, हेलो हेलो। यहाँ हामी चाहिँ अब हल्का यसो हिँडेर जानुपर्छ है। के कसो लाग्छ यसो कमेन्टहरू गरिदिनुहोस् होला होइन। मेरो नयाँ फेसबुक पेजमा साह्रै राम्रो त भिडियो बनाउनु सकिँदैन, हल्का फुल्का जतासुकै भने जे जसो भने होइन बनाउनु ट्राई गर्दैछु। यसो तपाईँहरूको सपोर्टले गर्दा यसो केही माथि पुगिन्छ कि। बिहान दिउँसोको 3 बजीदेखि 2 बजीसम्म 10 घन्टा काम गरेको। आज चाहिँ धेरै अर्डर थियो, त्यही कारण आज बिसाउने मौकै पाएन। काम गरेको आज चाहिँ साह्रै लोद्दो थाकियो। अनि यहाँतिर चाहिँ यस्तो छ अर्को यहाँ र ब्याक क्यामेरै हुँदैन रहेछ। ब्याक क्यामेराको यहाँ तिमीलाई थाहा छ ब्याक क्यामेरा कहाँबाट हुन्छ र? डबल क्लिक गर्नु न। डबल क्लिक त हुँदैन नि। त्यो बोल न कुछ बोल्दा त मेरो फेसबुक पेजको नयाँ भिडियो बनाएको जरासुकै बनाउनु अरे कि यसो बनाइदिइराखेको। यहाँ चाहिँ बेलुका चाहिँ यसो हल्का शीतल हुन्छ होइन। टक्कै शीतलमा चाहिँ अब मस्त मजा आउँछ नि त हिँड्नु। दिउँसो चाहिँ